नमस्ते। नमस्ते। आफ्नो परिचय पाउन एकचोटि दिनु त एकचोटि। मेरो नाम सागर पौडेल, घर काभ्रे हो। ए हाल चाहिँ छाबेल बस्छु। ए अहिले चाहिँ बुद्धनगरमा आइपुगेको छु। बुद्धनगर पुग्यो हो? हजुर, बानेश्वर नजिकै। ए बुद्धनगर चौतारीमा आइयो। चौतारीमा देउराली देउरालीको चौतारीमा माया बस्यो कि सङ्गिनीसँग के भन्थ्यो त्यस्तो हो? सङ्गिनी आउनु बन्द भयो। आउनु थालेर फेरि अनि के छ व्यापार व्यवसाय कस्तो छ नेपालको राजनीति? यो युवा पर्नु तपाईँ त अलिकति भन्नुहोस् त ल। युवा जोस जाँगर खासै देख्दिनँ मैले मुखमा, के भयो यस्तो? युवा जोस जाँगरै अहिले घटेको अवस्था छ। छैन, निराश छ। सुनसान छ, व्यापार छैन। कसैको बसमा चरो मुसो छिरे छैन। मान्छे जति सब पलायन भएको कारणले हो त। व्यापार किन नभएको भन्नु त एकचोटि। अब नेपालमा लगानी गर्ने वातावरणै भएन। लगानी जति सबै कन्सल्टेन्सी लिएर अब विदेश पठाउनको लागि भयो। पैसा जति लगानी मेन पावरतिर गयो। यहाँ लगानी गर्दाखेरि लगानी डुब्छ कि भन्ने भ्रम भयो भनौँ न। अब त्यस्तै अवस्था नै त्यस्तै भयो। लगानी गर्न मान्छे डराए। बरु खेतबारी राखेर भए पनि छोरीलाई विदेश पठाए। तपाईँको के छ, यहाँ नेपाली बस्ने विचार छ कि जाने हो? अब 2-4 साल बस्ने, यस्तै माहौल भयो भने चाहिँ चल्दैन। माहौल सुध्रेला जस्तो छ? माहौल सुध्रेला जस्तो त के लक्षण? आफूमा भर पर्छ त्यो पनि। होइन, अरू बाहिरी वातावरणले फरक पार्दैन? बाहिरी वातावरणले नि फरक त पारिहाल्छ नि हाम्रो नेपालमा। त्यही त नि मैले सोध्दैछु नि। बाहिरी वातावरणले नि फरक पार्छ। नेपालमै बस्ने अलि ढुक्कको माहौल बनाउने कि हाम्रो बनाउने है। यो कमजोरी कस्तो राजनीतिको हो? यो राजनीति कस्तो हुनु पर्थ्यो? राजनीति यसो कल्पना गरिन्छ होला नि, मेरो देशको राजनीति यस्तो हुनु पर्थ्यो। कस्तो राजनीति चाहिँ भदौदेखि चैतसम्म काम हुनु पर्थ्यो। हाम्रो देशमा चाहिँ के भयो भने वैशाखदेखि असारसम्म काम भयो कि। अन्तिम 2-3 महिना है हुनुपर्ने। 12 महिनामा 8 महिना काम भएर 4 महिना क्लोजिङ हुनुपर्ने। यहाँ चाहिँ 4 महिना क्लोजिङमा चाहिँ काम भयो, 8 महिना चाहिँ रिल्याक्स भयो। काम पनि केही भएन, त्यस्तै भयो। त्यही भएर अलिक गाह्रै छ। गाह्रो छ है। त्यस राजनीतिक चित्तबुद्ध छैन। जोस उमङ्ग जाँगर भन्ने हरा है। जाँगर भन्ने अलिअलि त छ, बाँचेकै छ जाँगर। तर कमाएर मैले आम्दानी बचत गर्छु भन्ने छैन है। त्यो गर्छु, यस्तो त्यो गरौँला, त्यस्तो गरौँला भन्ने गोजी गरम छैन। पर्सरितै छ। ब्याङ्क एकाउन्ट त कुरै छैन। पर्सित भएपछि उहाँ जाने कुरै होइन। बिहानदेखि कुदेँ, अहिलेसम्म पर्सितै छ। पर्सित झन् यस्तो पर्सले चाहिँ के जाँगर लाग्थ्यो होइन? मनी म्याटर्स भन्थ्यो नि होइन? त्यसो ल, तपाईँ पनि केही गर्नु, अब नयाँ जोस जाँगर निकाल्नु पऱ्यो। अनि नयाँ ढङ्गले केही सोच्नु पऱ्यो, काम गर्नु पर्ला होइन? ल धन्यवाद है। 2-4 शब्द भन्नुभयो। ल।